त गुड मर्निङ फेरि पनि सबैजनालाई। मेरो चाहिँ यो निस्किसकेपछिको भिडियो यो चाहिँ होइन, मेरो चाहिँ ठ्याक्क रुमभन्दा बाहिरबाट यसरी कुद्छ गाडी। मेरो चाहिँ यो अर्कै ठुलो गाडीमा पर्छ, यो चाहिँ गाडी प्रजातिमै पर्छ तर 2 पाङ्रे आउला नि होइन। मेरो दिन यस्तै गाडी चढ्ने दिन मेरो पनि आउला। गाडी रन्केर गएको छ है, कुन ब्रान्डको मलाई पनि थाहा छैन। ल लेट्स गो है त। म फेरि त्यति खासै पर्फेक्ट राइडर चाहिँ होइन है साथीभाइ हो। अनि खासमा आजको मेरो मिनी डे भ्लग हो। मेरो चाहिँ खास बिहान अलि चाँडै उठ्यो हिजो, लामो समय पछि सुतेको। 2-3 दिन पछि सुत्छु म, 2-3 दिन काम गर्छु अनि सुत्छु। मेरो खास त्यस्तो सेड्युल अलिकति टफ छ मेरो सेड्युल चाहिँ होइन। अनि कहाँ सुतेर उठेर अब के आजको दिन चाहिँ कसरी चल्छ भने उठ्छु। अहिले रेडी भएर निस्केँ यसरी साइकलमा, अनि पढ्छु र त्यहाँबाट काममा गएर बेलुका 10 बजे आउँछु। यसै गरी अलिकति समय चाहिँ एकदम कन्जेस्टेड हुन्छ है। भिडियोहरू बनाउन ओर्न मन छ, रहर छ। पहिलेबाट भ्लगहरू बनाउँथेँ म, बनाउन चाहिँ म कन्टिन्यू गर्छु। मलाई थोरै समय लाग्छ, अब यहाँ अलिकति एउटा साधन जोड्छु भन्ने सोचमा छु। लेट्स चाहिँ है, मलाई भगवान्ले पनि साथ दिनुपर्ने हुन्छ, त्यसको लागि चाहिँ लाइसेन्स चाहिने हुन्छ। म अलिकति कोसिस गर्छु, थोरै मेहनत गर्छु। अब धन सम्पत्ति भने त यो सबै अरूको मात्रै हुने रहेछ। हुन त अरूको भनेकै मेरै हो होइन। म पनि तिनीहरूको घरमा गएर भाडामा गएर बसिदिन्छु म चाहिँ है। लेट्स है त साथीभाइहरू, थ्याङ्क यू फर वाचिङ।